This is my. Oi! This is my old. This is my old Minecraft base. Very old. This is my king bed. Giant. Look, giant bed. This is my favorite bed in this server. Oh, I know this. मैले खै कहिले पो बनाएको थिएँ हो मैले धेरै काण्डहरू गरेर छ जस्तो लागिसक्यो खोल्दिउँ पहिला यसलाई ब्रेक हान्थ्यो बाल्ने भएन पानी फ्लो छोड्दै ब्लक लिइहाल्छु बुक्स छोड्दै हवा ल भयो अब चलो अंदर ऊपर ये नेडेड कहाँबाट आयो छोड्दै म यहाँतिर एउटा बेस बनाउन गएको मन लाग्यो अनि व्हाट इज दिस फक यू हे क्या बोललाई भागो ठंडा पानी बरसा ये छ ओके ये क्या चीज़ है ये तो मुझे याद है ऐसे शू ये एक बार फिर से यहाँ से मार रहे शू ये चाहिए हुआ बनाए दो यार ये तो मेरो पहिलाको पार्कोर पहिलाको मेरो सानो फेभरेट पार्कोर ल यहाँबाट सुरु छ म पहिला यसमा 100 चोट फेल हुन्थ्यो यार अब त म हल्का प्रो भइसक्यो सीधे पार्कोर यो के ए यो पहिला मलाई बनाउन आउँथ्यो खै मैले बनाउन नआएको होला मलाई बनाउन आउँदैन थियो अहिले आउँछ सायद पहिला मलाई बनाउन आउँदैन थियो एकछिन यो मैले सायद टिएनटी लन्चर बनाएको थिएँ टिएनटी लन्चर हो तर मैले अहिलेसम्म बनाउन आएको छैन टिएनटी लन्चर खै किन हो मेरो फेभरेट पार्टहरू यस मैले मेरो साथीले बनाएको यो चाहिँ मेरो साथीको मेरो उता छ मेरो साथीको चलो नीचे ड्रप अंडरग्राउंड क्यों हवा बना रहे थे यार मेरे साथी में माया कैसे थे हवा बनाने लगा मेरा आइडिया चलो ऊपर शायद मेरे यहाँ बड़ी स्टार्ट है जल्दी चलो चलो ये या इस तरह की ड्रॉप फिर से ड्रॉप होगा फिर से ड्रॉप बाहर पनि निक्ले तर हे मैं कहाँ छोड़ी यार एंडर पर्ल मेरो हातमा कस्तो रह्यो भने भर्खर याद आयो ठ्याक्कै पुगिर यहाँ यही आउने एंडर पर्ल लिएर एंडर पर्ल फोर्स जो कि मलाई पहिला गाडी अब खै अहिले पनि गाडी लाग्छ उतै माथिको यता लामो किन बनाएर थाहा छ होला एउटा पार्ट छ त गाह्रो छ कि यार अहिले पनि गाह्रो लाग्छ कहाँ गयो यो बिचले छेक्यो यो कहिले बना यार मेरो साथीले आइडी ल्याएको थियो मेरो नै छोरा उतै छ म चलो ये फिर से शुरू से करता हूँ बट अब मैं शॉर्टकट लूँगा बच्चों म आइपुगेँ चलो हावामा मैले यहाँ के बनाएको थिइनँ
चलो जंप करता ऊपर जाके सबै सिधाको हो बाबु हेलो ल म फेरि मेरी मम्मी आएको थियो है केप केपतिर जाउँ मैले यहाँ के बनाएको थिएन त्यही पनि एउटा चिज याद छ तर मलाई लावा छ भनेतिर लावा छ मैले हजुर डायमन्ड राखेको थिएँ तर कहाँ छ त्यो थाहा छैन तर एकदम ल बाई बाई म आफ्नो बेडमा जान्छु बेड म 360 गर्छु अनि सिद्धिन्छ हाम्रो कहानी 360